हेलो टैसितले नमस्ते सबैजनालाई। हजुरहरूलाई म एउटा स्पेसल ठाउँमा लाँदैछु है। एकदम ब्युटिफुल भ्यूज भनौँ न है हजुरहरू। यहाँबाट जाँदाखेरि यस्तो ठाउँ दामी बनाएको छ। अस्ति म यहाँबाट जाँदाखेरि हेरेँ बाबु, यस्तो दामी त्यत्रो 10-12 देशमा घुमेँ होला म, र यस्तो दामी स्टेसन चाहिँ मैले देखिनँ क्या। अनि यो चाहिँ अहिले नयाँ बनेको यहाँ हाम्रो फ्रान्समा, यो ओलम्पिक गेमले गर्दाखेरि त्योभन्दा अगाडि चाहिँ ओपन गरेको। यति दामी निन्जो क्या मम्बुको र यहाँ रेलवे स्टेसन निन्जो देख्दै कि तल थोमस ती धन्दा भन्छ फ्रान्स ओलम्पिक चाहिँ मध्येमा चाहिँ यहाँ छिरा निन्जो यहाँ स्टेसन सिगार्लिङ चाहिँ तरिकाले बनाउनु भएको छ नि यहाँ त। माई गॉड, अस्ति त म त हेरेको भइ थिएँ नि हो। यस्तो दामी बनाउनु भएको छ। माई गॉड, यस्तो दामी ठाउँ बनाएको छ कि मान्छेहरूले स्वर्ग नरक र स्वर्ग भन्छ नि। मलाई चाहिँ लाग्छ कि स्वर्ग भने यस्तै ठाउँ चाहिँ होला भने ठानेको के। यति दामी बनाउनु भएको छ के भने होला हजुर। यहाँ तलको सबै भुइँ सबै काठको यसरी मान्छे बस्ने ठाउँ बनाएको छ नि त वेटिङ। यो सबै काठको यस्तो दामी बनाउनु भएको छ, यस्तो दामी फिनिसिङ। माई गॉड, यो ठाउँमा जाने रहेछ ट्रेन। माई गॉड, यति दामी बनेको छ। Let's go. यो भित्ता यस्तो बनाएको छ, भित्ता हेर्दा आँखा तिरिमिरी हुन्छ मेरो त। माई गॉड, एन्ड यहाँ पुग्ने जो चाङमा एन्ड यहाँ पुगेपछि हजुरलाई यहाँ ट्रेन सिक्दैछ। Oh my goodness. म त यताबाट माथि जान्छु।
देख्नुभयो हजुरहरूले यति दामी बनाउनु भएको रहेछ मै गडनेस मलाई त मिठो लाग्यो मिठो यो भुइँमा ओछ्याएको टोटल काठ हो काठ यस्तो दामी बनाउनु भएको छ यताबाट गएपछि तपाईँको ट्रेन भयो EKL त्यहाँदेखि ट्याक्सी यताबाट शक्ति नम्बर 7 यानि कि गेट नम्बर 7 यस्तै रहेछ है हजुर यताबाट चाहिँ यस्तै छन् भ्यू है माई गॉड सिरियसली लाइट माथि म हिँड्नु मिल्ने अब म यहाँबाट उता जान्छु है यो गेट नम्बर 1 रहेछ यताबाट निस्क्यो भने गेट नम्बर 1 गेट नम्बर 1 बाट डाइरेक्ट बाहिर निस्किन्छ क्या ओ माई गॉड यति लामो हेर्नुहोस् ओ माई गॉड म गई हेर्छु है माथि के रहेछ गई हेरौँ न टन जाँदैछु है म चिसो हावा भयङ्कर तरिकाले चिसो हावा पुग्छ म चाहिँ माथि 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 जाने यहाँबाट पुरा शक्ति भनेर लेखेको छ कि पुरा बाहिर निस्किन्छ क्या माथि यति सिरी चाहिँ हिँडेर चढ्यो भने त बाफ्रे गेटको छु बाहिर ठुलो गेटको छेउमा पुग्ने रहेछ त यताबाट त यसका बाजे माई गॉड यहाँबाट त डाइरेक्ट बाहिर गेटको म पुग्ने रहेछ हो ल यहाँ पुग्ने रहेछ वाउ त्यहाँबाट निस्किएपछि त डाइरेक्ट यहाँ हाम्रो ठुलो गेटमा पो निस्किने रहेछ यो भित्र दिग्यादलुन अब यहाँबाट म तल जाने फेरि अब फेरि योबाट तल जाने फर्किएर ओ माई गॉड यति सिरी चाहिँ हिँडेर झर्नुमा चल्नु पर्यो भने त माई गॉड अब तपाईँहरू सोच्नुहोस् है स्यामसङ अल्ट्राको जुम लास्ट भनेपछि कति टाढो होला यो सिरी माई गॉड तर एउटा यहाँबाट एउटा टोली आउँदैछ है टोली कताबाट आयो कालै छ गोरै छ ब्ल्याक एन्ड व्हाइट छ सबै चाहिँ साथीहरू कहाँबाट झरेर आउनु भएको माई गुडनेस यो सिरी त एकदम टप एन्ड टप छ है साँच्ची भनेको लो म त फर्केर आइपुग्यो है यहाँबाट चढेको माई गुडनेस अब ऊ चाहिँ हिँडेर जाने भने होला अब भोलि त हिँड्नै सक्दैन खुट्टा दुखेर यति चाहिँ हिँडेर माथि पुग्यो भने त अब यताबाट निस्केर यो भित्र चाहिँ केले बनाएको रहेछ त्यसको बाजे मेरो है मलाई कस्तो देखिँदो रहेछ ए म पो दुईटा देखेँ त
है घरिघरि तिनवटा देख्छ त हो के हो यस्तो हेर्नुभयो गाइस म त चक्कर पो लाग्यो यो भित्ता हेर्दा मलाई यस्तो देखियो है म दुईवटा पो देखिँ त हरायो कहाँ यस्तो देख्यो हिँड्दाखेरि यस्तो देख्छ किन यस्तै छ सबै भित्ता बहुत ही सुन्दर अनि सानो दोकान हजुरहरू चक्लेट पाउनुहुन्छ चिप्स चक्लेट जुसहरू पाउनुहुन्छ कार्डको थ्रु मान्छेहरू मजाले पर्खेर बसेछ है कसलाई हेर्नुहुन्छ तपाईँ त्यही यो हजुरको फोटो खिच्ने पासपोर्टको साइजको फोटो यसमा खिच्न सक्नुहुन्छ अनि यो शक्ति नम्बर 9, 10, 11 रहेछ अब यताबाट चाहिँ म जान्दिनँ कोठामा पुग्छ चाहिँ थाहा भएन तर मलाई मजा आयो यार गाइस साँच्ची सानो सानो दोकानहरू पनि थुप्रो राख्नु भएको रहेछन् म चाहिँ आज यहाँ घुम्न आएको चाहिँ मलाई एकदम खुसी लाग्यो एकदम दामी लाग्यो हजुरहरूको यताबाट नि गेट नम्बर 9, 10, 11 मा पुग्ने रहेछ सायद यताबाट म गयो भने त्यो डिक्याथलोन भित्र पुग्छ होला हो यताबाट गइदिउँ के हो यताबाट गयो भने कहाँ पुग्छ फेरि थाहा भएन एकचोटि यताबाट गयो हेरौँ क्या हो के होस् दोकानभित्र पुग्छ होला कि सायद यहाँबाट सपिङ मल नयाँ खोलेको छ त्यहाँ पुग्छ होला जस्तो लाग्यो है मलाई चाहिँ फिनिसिङ हेर्नुहोस् न यस्तो दामी दोकानभित्रै पुग्छ यहाँ कि म यहाँ हिँडेर जानु पर्यो सिँढी चलेको छैन यति लामो सिँढी म हिँडेर जानु पर्यो माइ गड ल अब हिँड्ने सिँढी चढेको है म चाहिँ फाइनली हिँड्नु पर्यो यो सिँढी त चलेको छैन आफै हिँड्नु पर्यो हेर्ने हो काले बहादुर पनि आउँदै हुनुहुन्छ मेरो पछि पछि आऊ काले दुईजना हिँड्ने हो त्यो बेला त मभन्दा अगाडि हिँडेर गएँ त म त हेरेँ कि म चाहिँ हिँड्दै त्यो मान्छे त चढ्यो मजाले यहाँ यस्तो देख्छ है फर्केर हेऱ्यो भने हजुरहरूले माथि हेऱ्यो भने म जित्न आँट्यो ओए गाइस म माथि मलमा पुग्न आँट्यो म जित्यो म जित्यो जोर लगा के आइस लास्ट माय गडनेस बल्ल माय गड अब यो चाहिँ सपिङ मल नयाँ बनाएको धेरै पछि बनाएको यो साइडमा चाहिँ त्यति मान्छे हुँदैन कि यो नयाँ भएर हो कि के हो कुनै आज त कता कहाँबाट पसेँ कहाँ निस्केँ यार म चाहिँ माय गड आज त धेरै बाटो मलाई थाहा भयो है हिँड्ने माथि अब टपमा जाने हो टपमा गएर बस्ने ठाउँ हुन्छ त्यहाँ चाहिँ बस्ने हो एकछिन साह्रै हत्तु भयो कहाँ पसेर निस्क्यो माइ गड आज त म हिँड्दा स्याउ भयो कति हिँड्दै
यहाँ 2 मन्जिल कि कति भनेर अगाडि माथि जाने हो। म त हिँडेर आउँछु, कस्तो भयो यार, थाकेर। अब कहाँ पुगेको, हिजोको भिडियो हजुरले हेर्नु भएको छ भने अनि यो ठाउँ चाहिँ हिजोको भिडियोमा थियो कि थिएन, थियो जस्तो लाग्यो। के मैले हिजोको भिडियोमा थिएन, अस्तिको भिडियोमा चाहिँ यो थियो। मान्छेहरू कफी पिएर दामी बस्ने ठाउँ, खाने ठाउँ, राम्रो मिठो बनाएको छ। हेर्नुहोस् है हजुरहरू, सबैजनाले अनि हजुरहरूले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् न। कोही कोही भिडियो मात्रै हेरिदिनुहुन्छ, टाप हुँदो रहेछ। अब मलाई अलिकति बस्ने ठाउँ पायो भने खुसी। यसमा चाहिँ हजुर ट्रेकिङहरू जाने सामानहरू पाउनुहुन्छ। यो मेरो यस्तो यो जुत्ता यो भित्रबाट लिएको एकदम के भन्छन्, खप्छ क्या, धेरै खप्छ। यो भित्रको सामानहरू चाहिँ स्पोर्टको सामानहरू सबै पाउनुहुन्छ हजुरहरूलाई यहीँभित्र। हेलमेट्स, तपाईँले यसरी ट्रेकिङ जाने सामानहरू पाउनुहुन्छ यो ठाउँमा। म यो दोकानबाट बाहिर निस्केको हो हजुर। ल है हजुरहरू, थ्याङ्क यू सो मच। आजको भिडियो यति नै। अनि हजुरहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई सबैजनालाई। अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। थ्याङ्क यू सो मच हजुरहरूलाई। अनि जहाँसम्म सक्छ पर डे एउटा भिडियो हाल्नु कोसिस गर्छु। सायद अब भोलि अर्कै एउटा चिज ल्याउँछु होइन हजुरहरूको अगाडि हेर्नु होला हजुरहरूले। आई होप राम्रो लाग्यो होला हजुरहरूलाई। थ्याङ्क यू सो मच।